पोर्कको चाहिँ धेरै यति छ है धेरै छ छ्या नमस्ते साथीहरू सबैजनालाई वेलकम हाम्रो न्यू भिडियोमा। आज पनि हामी चाहिँ धेरै दिनपछि मुकबाङ भिडियो लिएर आइसक्यौँ साथीहरू। र देख्न सक्नुहुन्छ आज चाहिँ हामीसँग रहेको छ कोदोको ढिँडो, डल्ले खोर्सानी, यो चाहिँ पोर्क सुँगुरको मासु, सलाडहरू चाहिँ यहाँ गाजर, मुला, लेमन छ, धनियाँ, हरियो अचार छ, यहाँ खोर्सानी, तिते करेला छ। छिटो छिटो बोल्यो। पोर्कको चाहिँ धेरै यति छ है धेरै छ छ्या घिम्ला खानु। अन्त सुरु गर्छौँ है साथीहरू। एकै ठाउँ पस्केको छु म चाहिँ तरकारी धेरै छ ठुलो कटकोमा। मलाई अप्ठ्यारो भयो, म चाहिँ यता लाएर खाँदै गर्छु नि त। छिटो छिटो खाने मिठो भएर यो कुन मुलाको चाहिँ कडा कडै बनाएको छ है। यो खोर्सानी चाहिँ यति पिरो खाने यहाँको लाएर हाम्रो कडा होइन, हामीलाई चाहिँ ठिक छ। म पनि मिलाएर खोर्सानी पिरो मासु बाक्लो लाएर बनायो। खानु जानु खोर्सानी त है दामी पिरो बाडुल्की चलायो भने खोर्सानीले नि माइ गॉड मजाको घाँस खाइदिएछु। साथीहरू मलाई चाहिँ पिरो भयो। खोर्सानी धेरै पिरो खानु लेमन है के गरेन सिधो हुन्छ त नि करेन्टसँग खानु सिधो हुन्छ जस्तो भयो चाहिँ धनियाँ नि थियो त
Mm.最后就是这个形容词。嗯，गर्नु अगाडि के हो खाइसक्नु पर्यो बा भोक लागेको थियो नबोली पो खाएँ म त अहिलेसम्म आज अलिअलि बोल्नुपर्छ गाई आयो के गर्ने अब खानु त्यही भएर अलिक तपाईँलाई के नखानु भनेको क्या मान्छेहरू मुखबाङ भिडियो बनाउँदा 8 घन्टा 12 घन्टा केही नखाइ बस्छन् अरे हामीले खाएको खाँदै गयो अलिअलि नखानु न भन्नु त्यही भएर अहिले भर्खर 12 बज्दैन अनि साथीहरू हाम्रो च्यानलमा चाहिँ भ्लग पनि लाउँछौँ कहिले काहीँ हिँडिन्छ नि त नयाँ ठाउँ नयाँ गर्दा भिडियो लिन मनपर्छ र भ्लग पनि लाउँछौँ मुखबाङ पनि यो च्यानल चाहिँ हाम्रो दुइटै हो है भ्लग पनि मुखबाङ पनि दुइटै आउँछ अनि के भन्नु त कि मुखबाङमा हुन्छ कि भ्लगमा चाहिँ हुन्छ नि तर हाम्रो चाहिँ दुइटै नयाँ ठाउँ गयौँ भने नयाँ कुरा भयो भने हामी भ्लग पनि लाउँछौँ अनि नहिँडेको खण्डमा मुखबाङ आउँछ दुइटै भिडियो मन पराइदिनु होला भन्न चाहे होइन अब त्यसरी डल्ला डल्ला बनाउनु खानु नि त मलाई सबैले पर्छ
यो तो मासु हामीले चाहिँ त्यति गरेर खाऊ न खाएँ मैले त पनि खाएँ कमिला अहिले नखाएको खानुपर्छ खाएको खानु मलाई नलिने भने त्यसरी डल्ला डल्ला बनाउने हो तपाईँ त अरे एक कराई ढेँडो साथीहरू खाइसक्यो दुईजनाले खाइरहेछ होला धेरै निल्नुलाई चाहिँ अप्ठ्यारो अप्ठ्यारै हुँदो रहेछ अगासँग पनि मिलेर त एकछिन रोकिएर खाउँ त कतिवटा डल्ले खानुभयो एउटा खाएकै छैन नि एउटा चाहिँ होला खाएकै छैन मैले कति डल्ले खाइसकेँ थोरै पिरो थियो खोर्सानी आमामा खाने मान्छेलाई थाहा हुन्छ छुरा खानु न नखानु भएको छोड्नु कि त्यसो गर्दैन अलिकति घटाउँ अब चाहिँ जान्छ अलिकति खाली भयो